भाइ म्याम हो म बाबुको म गोथे बाबु हो तिमी म्याम हो ल मलाई पढाऊ न त ल ल म छिटो भाइ छिटो पढाऊ ल यहाँ ल हेर्नु ल म्यामले कसरी पढाउनुहुन्छ म गोथे हो तिमी म्याम हो कसरी पढाउनु त्यता नचलाउनु दादाको कपाल केर्छ क्या यहाँ लेख न लु यतापट्टि ल यहाँ राम्रो छ भयो अब चाहिँ नखेर ल लु छिटो छिटो वान कसरी पढाउनुहुन्छ म्यामले सोहन बिके त्यो धागो चुटाउनु हुँदैन कि यो कपी च्यापिन्छ फेरि छिटो नपढाउँदा म जान्छु है त एफरे यस्तै लेख्नुहुन्छ म्यामले स्कुलमा एफर गोलो गोलो अन्डा पुलिसको गोलो गोलो अन्डा बनाउनु ए गोलो गोलो अन्डा हुन्छ ल मिस्टेक परेछ क्या राजा मिस्टेक होइन म ज्ञानी भएर मैले पनि बनाउने गोथेलाई सिकाउ न त तिमीले सिकाउ न त कसरी बनाउने लु सिकाउँछ मम्मीको गोथेको हात समातेर सिकाउनु अनि अर्को पनि सिकाउनु फेरि अर्को पनि सिकाउनु आउँदो रहेछ त फुर्केर पनि नलेखेको रहेछ त भन्ने कुरो थाहा भयो नि अर्को नि फेरि गोलो मात्र यस्तो गोलो गोलो अन्डा ल तपाईँ सोहन म सोहन बाबु म्याम ल हुन्छ ल मलाई सिकाउ लेख्नु न गोलो गोलो अन्डा एबिसिडी पनि लेख्न सिकाउ न त लु त्यस्तो के म्यामले यस्तो केर्नुहुन्छ स्कुलमा म्यामले बोर्डिङमा यस्तो म्यामले केर्नुहुन्छ त्यस्तो होइन नि गोलो गोलो अन्डा सिकाउ न लु म गोथे बाबु हो क्या म गोथे बाबु भाइ म्याम हो तपाईँ म्याम होइन लु सिकाउ गोलो गोलो अन्डा ओहो गोलो गोलो अन्डा पुलिसको डन्डा खै पुलिसको डन्डा पनि सिकाउ न लु पुलिसको डन्डा साइकल हिँड्ने बाटो पनि सिकाउनु हनुमानको पुच्छर पनि गुड बाई भन्ने मम्मीलाई मलाई गुड बाई भन गुड बाई भन्नुहोस् म्याम म सोहनलाई गुड बाई म्याम थ्याङ्क यू म्याम हजुर होमवर्क गर्नु अब घरमा गएर हस् यो पेन पनि दिनुहोस् न म्याम हजुर अनि यसलाई यसो गोलो लाउँछु ल मेरो होमवर्क यता देखाइदिउँ नदेखाउँ न यहाँ होमवर्क गर्ने भाइको कस्तो राम्रो होमवर्क लेखेछ आमा ओहो कसको नाम लेखेको हो यस्तो हो तिमीको नाम हो ल भयो सक्यो